ओम श्री साईराम र आज चाहिँ हामी यहाँनिर अप्पर चाल्सामा यसरी सबै साई डिभोटीहरू भेला भएको छौँ। भेला हुनुको विशेष औचित्य चाहिँ प्रशान्ति निलयमबाट रथ आउँदैछ। अहिले चाहिँ सिलगढी आइपुग्यो भन्ने सुन्नुमा आयो र यहाँ सबै साई भक्तहरू एकदम प्रतीक्षा गरेर बसिरहेका छन् है। हामी यहाँ कतिवटा समिति, कुमाई समिति, सामसिङ, झलङ गैरीबास होला है, रङ्गु, अरू गुरुबथानको कता छ? गुरुबथान उतै बाख्राकोटमा। र यदि हामी 3-4वटा समितिको चाहिँ यहाँनिर यसरी अप्पर चाल्सामा बसिरहेछौँ। यहाँ दादा, यहाँ मामा, तर माजु साईराम 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 साईराम। भरे आउँछ भ्लगमा मेरो। सबलाई साईराम। यहाँ कतिवटा समिति छ हामी यहाँ? कुन कुमाई समिति? दलगाउँ, रङ्गु, जोन 1 को चाहिँ यहाँनिर भेला हो है। कुमाई, दलगाउँ 5वटा समिति, अनि यता सामसिङ समिति, चिलाउने र यता मिसिनको मात्रै। प्रकृति भान्जिल त हेर्दैन पनि त हो यता। 8वटा हो यता कि यता हेर्नु कि साईराम। यहाँ हामी कुमाई समिति छौँ सबै। ओम श्री साईराम। यहाँ हाम्रो कुमाई समितिको एउटा युथको कर्मठ भाइ नयन है थापा पनि यहाँ आज स्वामीको रथलाई स्वागत गर्नु, उहाँको दर्शन गर्नु आइसकेको रहेछ हो। र मैले यहाँ बाटोमै भेटिहालेँ र उसलाई लिएर म फेरि यसो जाँदैछु। कहाँ आइपुग्यो यसो प्रतीक्षाको अब एउटा उबन भाइ पनि एकदम आतुर छ, कतिलाई स्वामी आउँछ, स्वामीको रथ आउँछ भन्ने। र हामी पनि सबै आतुर छौँ। यसरी जाँदैछौँ। यो चाहिँ रेल चाल्सा रेल जङ्सन हो, यहाँनिर यसकै ब्याक साइडमा हो। यसरी हामी जाँदैछौँ। यहीँ छ मेन रोड। गाडी कहाँ राख्यो? यहाँ गाडी मैले यता राखेको छु, भित्रै हालेँ। र अब केही क्षणमा आउँदैछ भन्ने सुन्नुमा आयो। र गाडीहरू भित्रै यसरी लिएर आउनुहुँदैछ कतिले है। र हुन्छ, किप वाचिङ। अहिले स्वामीको रथ आएपछि फेरि गर्नेछु भिडियो। टिल देन बाई बाई। आइपुग्नु आँटेको रहेछ। यहाँनिर चाहिँ गाडी ल्याउने राख्ने रहेछ हो।
चाहिँ साइरत आई पुगिसकेको छ पूजा मन्दिर वेद मन्त्रहरू को साथमा एकदम सबैले प्रतीक्षा गरिरहेछ।
साईराम र साई बानी चाहिँ यहाँ चाल्सामा आइसकेको छ। यहाँ दर्शन गर्ने क्रम धमाधम चलिरहेछ। जानु जानु लाइनमा जानु जानु। बाबाले भेट्नु ढिलो भयो। साईराम हामी चाहिँ अहिले गर्छौँ दर्शन लास्टमा। दर्शन गर्नु अहिले गर्ने जहिले नो चान्स दर्शनको। म एउटा ठेल्दै यहाँ ल्याइदिउँ मलाई अन्त। र अब यहाँ दर्शनको कार्यक्रम चलिरहेछ र यो दर्शन साई प्रेम महारानीको दर्शन गर्ने सकियो। सत्यदेवाय धीमहि तन्नो सर्व प्रचोदयात्। ॐ साईश्वराय विद्महि सत्यदेवाय धीमहि तन्नो सर्व प्रचोदयात्। ॐ साईश्वराय अब श्री सत्य साई बहानी चाल्साको प्राङ्गणबाट भक्तजनहरूलाई दर्शन गरेर निक्लिसकेको छ है। अब यहाँबाट निक्लिसकेको छ, यहाँबाट प्रस्थान भइसकेको छ।